नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ मेरो यो युट्युब च्यानलमा हजुरहरूलाई दिपेन्द्र डाँगी युट्युब च्यानल अफिसियल युट्युब च्यानलमा तपाईहरु देख्न सक्नुहुन्छ यो दृश्य अहिले हामी यो सुकीदह भन्दा अगाडिको जंगलबाट अगाडि बढ्दै छौं अगाडि जाँदै छौं र बिस्तारै बिस्तारै अगाडि जाने क्रममा हामी यो लेक तपाईहरु देख्न सक्नुहुन्छ कति सुन्दर मनमोहक कति आकर्षक दृश्य देखिएको छ एकदमै हरियाली वातावरण छ हामी अगाडि बढिरहेका छौं देख्न सक्नुहुन्छ अगाडि अगाडि एकजना हाम्रो सर हिडिरहनु भएको छ भने पछि पछि म हिडिरहेको छु क्यामेराम्यानमा हुनुहुन्छ दीपक केसी सर देख्न सक्नुहुन्छ एकदमै यो समय भनेको एकदमै हरियाली सुन्दर शान्त वातावरण मनोरम दृश्य वायु प्रदूषण नभएको प्रदूषण रहित एकदमै स्वच्छ सफा हराभरा यो वातावरण हजुरहरुले देख्न सक्नुहुन्छ यहाँनेर थोरै हिलो भएको हुनाले अलिकति सकस देखिन्छ तर पनि हामी अगाडि बढिरहेका छौं यहाँदेखि अगाडि जाँदै गर्दा यहाँनेर थोरै अप्ठ्यारो स्थिति आइपरेको छ तर पनि अगाडि गइसक्नुभयो अब यसबाट हामी अगाडि बढिरहेका छौं देख्न सक्नुहुन्छ यो दृश्य थोरै बर्खाको समय थोरै पानी परेको हुनाले अलिकति बाटो थोरै खराब देखिएको मात्रै हो अन्यत्र चाहिँ यो समस्या छैन यहाँबाट चाहिँ हामी अगाडि बढिरहेका छौं देख्न सक्नुहुन्छ यो प्राकृतिक देन यति सुन्दर छ यति आकर्षक छ हेर्दा यो दृश्य यति मनमोहक छ तपाईहरु देख्न सक्नुहुन्छ विभिन्न किसिमका बोटबिरुवाहरू यहाँ देख्न सकिन्छ एकदमै रमाइलो छ वातावरण हामी यहाँदेखि दर्का यो गंगादेव गाउँपालिका वडा नम्बर 4 दर्काको गेटसम्मको लागि अहिले यात्रा गर्दै छौं तपाईहरु अन्तिमसम्म हेरेर साथ दिनुहोला यहाँनिर देख्न सक्नुहुन्छ यो डाँडोमा आइसकेपछि एकदमै दृश्य थोरै बादल भए तापनि एकदमै राम्रो एकदमै आकर्षक सुन्दर वातावरण देख्न सक्नुहुन्छ पारीतिर लेक चुचुरो देख्न सक्नुहुन्छ घाम पनि लागिरहेको छ एकदमै दृश्य पनि आकर्षक छ रमाइलो छ आनन्दमय छ तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर अगाडि बढ्दै गर्दा थोरै हिलो भए तापनि हामी निरन्तर अगाडि बढिरहेका छौं थोरै गाउँ पनि अब नजिक नजिक आउँदैछ चारैतिर यो जंगलले घेरिएको छ घेरिएको अवस्थामा यो गाउँ रहेको छ भने यो बाटो थोरै थोरै हिलो भए तापनि अन्य क्षेत्रमा भने एकदमै राम्रो छ सुक्खा छ अहिले पानी परेको अवस्था छैन यो अहिले पहिले नै पानी जम्मा भएको हुनाले हिलो छ त्यसकारणले यो हिलो भए तापनि हामी अगाडि बढिराखेका छौं यहाँ पैदल यात्रुहरू हिँड्ने बाटोमा पनि हामीले देखेका छौं भने अब अगाडि बढ्दै गर्दा बाटो भन्दा माथितिर हेर्न सक्नुहुन्छ एकदमै हरियाली छ घनघोर जंगल छ बाक्लो वन जंगल देख्न सक्नुहुन्छ यसमा बसोबास गर्ने विभिन्न किसिमका पशु प्राणीहरू पशु पन्छीहरू रहने गर्छन् भने यहाँबाट अगाडि बढ्दै गर्दा अब हामी थोरै केही क्षणमै गाउँको नजिक नजिक पुग्ने क्रममा छौं तपाईहरु देख्न सक्नुहुन्छ यो दृश्य हामी एकदमै तपाईहरुलाई थोरै मनोरञ्जन दिनको लागि एकदमै यो ठाउँ यो भूगोलको बारेमा मात्रै देखाइरहेका छौं प्रत्यक्ष रूपमा चाहिँ तपाईहरुले यो ठाउँ देख्न सक्नुहुन्छ यो गंगादेव गाउँपालिका आसपासको क्षेत्र र यो सल्यानको सिमाना जोडिएको क्षेत्र एकदमै सिमाना क्षेत्रमा चाहिँ हामी छौं यो दाउराहरू एकदमै जम्मा गरेको अवस्थामा यहाँ देख्न सक्नुहुन्छ भने अब यहाँनेर चाहिँ एकदमै बारीहरू देख्न सक्नुहुन्छ यहाँनेर चाहिँ अगाडि बढ्दै गर्दा एकदमै भिरालो जमिन एकदमै अप्ठ्यारो अवस्थामा चाहिँ छ यहाँ चाहिँ काठहरू देख्न सक्नुहुन्छ यो जम्मा गरेर
दाउरा पाल्नको लागि तयार गरिएको छ भने अगाडि बढ्दै गर्दा यहाँनिर थोरै अब यो पानीको मुहान पनि छ यहाँनिर र माथितिर पानी चाहिँ निस्कने भएको हुनाले यो स्वच्छ छ, एकदम सफा छ। बाटोसम्म चाहिँ यो आइपुगेको छ पानी। यहाँदेखि तपाईहरूले अगाडि बढ्ने क्रममा यहाँ देख्न सक्नुहुन्छ। अब थोरै अगाडि गइसकेपछि गाउँ यो घरहरू पातलो पातलो घरहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यो वातावरण एकदमै सुन्दर छ, हरियाली छ। यहाँनिर एउटा बाटैनिर एउटा गोठ चाहिँ एउटा घर यहाँनिर देख्न सक्नुहुन्छ भने यहाँनिर उत्तिसका रुखहरू पनि अग्लो अग्लो रुखहरू यहाँ देख्न सक्नुहुन्छ। एकदमै हरियाली छ। हामी अगाडि बढिरहेका छौँ भने यो यात्रामा एकदमै सहज ढङ्गबाट चाहिँ हामी अगाडि बढिरहेका छौँ। केही थोरै मात्रामा चाहिँ असहज भए तापनि अरू बाँकी ठाउँहरूमा एकदमै राम्रो छ, हरियाली छ। हेर्नको लागि वारिपारि वरपरको दृश्यहरू अवलोकन गर्नको लागि एकदमै यहाँनिर चाहिँ रमणीय देख्न सकिन्छ। रमणीय वातावरण रहेको छ। यो प्राकृतिक रूपमा चाहिँ जसरी पनि यो वन जङ्गलहरू जसरी रहेको छ यो एकदमै मनमोहक दृश्य छ, एकदमै सुन्दर छ, शान्त छ, एकदमै प्रदूषित रहित वातावरणमा एकदमै हामीहरू यहाँनिर अवलोकन गर्न सक्छौँ। यो ठाउँहरूलाई देख्न सक्छौँ। यहाँनिर हाम्रो गणेश सर ठ्याक्क भेट भयो र यहाँनिर गणेश सर अड्डिनु भएको छ। ठिक छ, अब यहाँदेखि फेरि हामी अगाडि बढ्दैछौँ। तल देख्न सक्नुहुन्छ यो वन जङ्गलको बिचमा पनि दुई तले पक्की घर तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर बाटो छैन, यातायातको सुविधा छैन, तर पनि यो घर यो कसरी मान्छेले कति मेहनत गरेर बनाएको होला तपाईँहरू देख्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा चाहिँ हामी देखाइरहेका छौँ यो भिडियो मार्फत तपाईँहरूलाई। यो क्षेत्र यो सल्यानको क्षेत्र पर्छ, सल्यानको ठाउँ पर्छ। यहाँनिर हेर्न सक्नुहुन्छ एकदमै यो वन जङ्गलमा यति लगानी गरेर, यति धेरै लगानी गरेर यो पक्की भवन यहाँ घर चाहिँ बनाइएको छ। यहाँ बाटो छैन, सबै ढुवानी गर्ने क्रममा बोकेरै मान्छेले गरेको छ भने अगाडि बढ्ने क्रममा फेरि यहाँनिर बाटानिर एउटा घर देख्न सक्नुहुन्छ। यो अहिले भाइरल भएको घर पनि हो। यहाँनिर यो घर पछाडि यो त देखिसकेपछि अगाडि फेरि हामी अगाडि बढिसक्यौँ। यो बाक्सोर नगरपालिका 12वटा पर्छ र यो सल्यानको बाक्सोर नगरपालिका यो बाटोभन्दा मुनि सल्यानको क्षेत्र परेको छ भने अगाडि अगाडि हाम्रो गणेश ओली सर हिँडिरहनु भएको छ। एकजना सानो नानीलाई पछाडि राखेर अगाडि अगाडि हिँडिराख्नु भएको छ। थोरै सकस पनि छ, यहाँनिर पनि थोरै पानीको खाल्डो देखियो, पानी जम्मा भएको देखियो र अगाडि बढिरहेका छौँ हामी। यहाँनिर देख्न सक्नुहुन्छ यो बाटो तलतिर गएको बाटो बाफुखोला झर्ने बाटो चाहिँ हो, तपाईँहरू देख्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा यो अलिकति बर्खा थोरै सिजन अलिकति पानी परिराखेको, योभन्दा अगाडि पानी परेको हुनाले थोरै मौसममा चाहिँ समस्या देखिएको छ पानी भएको हुनाले भने यहाँनिरको यो घर देख्न सक्नुहुन्छ। यो दृश्य एकदमै यो घर एकदमै आकर्षक छ, सुन्दर छ, कलरिङ गरिएको छ। देख्न सक्नुहुन्छ झ्यालहरू, यसका बुट्टा अनि यो टिन लगाएको कुराहरू जति पनि छ एकदमै आकर्षक छ। यो घर एकदमै सुन्दर घर बनेको छ बाटोमा। यो बाक्सर नगरपालिकामा पर्ने यो घर अति सुन्दर छ, आकर्षक छ र यहाँदेखि अब हामी अगाडि बढिरहेका छौँ। अगाडि बढ्दै जाने क्रममा तपाईँहरू देख्न सक्नुहुन्छ उत्तिसका रुखहरू बाक्लो मात्रामा यो बाटोभन्दा मुनि देख्न सक्नुहुन्छ र हामी अगाडि बढिरहेका छौँ। थोरै पातलो पातलो भए पनि केही ठुला ठुला घरहरू पनि तपाईँहरूलाई हामीले देखायौँ। यहाँनिर यो घर यहाँनिर फेरि अर्को पक्की घर बनेको छ, 2 फ्लाइटको। यहाँनिर यो पनि बाटानिर बनेको घर हो। यति मेहनत गरेर, यति दुःख परिश्रम गरेर यो ठाउँमा पनि, यति दुर्गम ठाउँमा पनि ठुला ठुला घरहरू बनाएको यहाँका चाहिँ बासिन्दाहरू एकदमै, यहाँका मानिसहरू एकदमै मेहनती परिश्रमी गरेर यसरी पैसा कमाएर आफ्ना घरहरू, ठुला ठुला घरहरू बनाएको यो दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँका यो देखाउँदा तपाईँहरूले पनि बुझिसक्नुभयो होला कि यो घरहरू बनाउँदा कति मेहनत गरे होलान्, कति दुःख गरेर पैसा कमाए होलान्। त्यसै पनि तपाईँहरू अनुमान गर्न सक्नुहुनेछ भने अब हामी यहाँबाट अगाडि बढिरहेका छौँ। अगाडि बढिराख्ने क्रममा, अगाडि बढ्दै गर्ने क्रममा हामी यो बाटोमा चाहिँ यहाँ मान्छेहरू यताउता गाई पशुपालन, यहाँ चाहिँ
गरेका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले गाई वस्तु बागहरू चराउनको लागि बाटोतिर यहाँ चाहिँ भेट भएको छ र यहाँनिर अब हामी दृश्य सरसर्ती तपाईहरुलाई देखाइरहेका छौं। अग्ला अग्ला जो पहाडका लेकका टुप्पाहरू तपाईहरु देख्न सक्नुहुन्छ। यहाँनिरको यो गाउँ पाल्नोपट्टि जो गाउँ छ यो एकदमै बाक्लो गाउँ छ, एकदमै आकर्षक गाउँ, एकदम हरियाली वातावरण भएको सुन्दर शान्त वातावरणमा रहेको यो गाउँ एकदमै सुन्दर रहेको छ, आकर्षक रहेको छ, रमणीय रहेको छ। र अब हामी यो भिडियो तपाईहरुलाई यति देखाउन चाह्यौं। यो गाउँ यो दर्का सुफाटोटके भन्ने यो जुन गाउँ छ, अब यहाँ नजिकै यहाँनिर अब हामी दर्का गेटमा आइपुग्न लागेका छौं। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो यो भन्दा अगाडि फेरि हामी अर्को भ्लगमा देखाउने छौं। हजुरहरुलाई जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। अहिलेसम्म भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि हजुरहरुलाई धेरै धेरै धन्यवाद र फेरि पनि माया गरिदिनु होला। यस्तै यस्तै भिडियोहरु लिएर उपस्थित हुनेछु। अहिलेलाई हजुरहरुले यहाँ देख्न सक्नुहुन्छ गंगादेव गाउँपालिका वडा नम्बर 4 मा अहिले हामी आइपुगेका छौं। हस्त धन्यवाद, नमस्कार।